सबैलाई स्वागत छ युट्युब च्यानल मनका कुरा बाइ नवीनमा। मैले सधैँ भिडियोहरू बनाउने गर्थेँ, तर भनेर मात्र त्यसलाई बोलेर मात्र त हुने होइन, बोलेर मात्र केही पनि हुँदैन, आफूले सोचेर मात्र पनि केही हुँदैन। त्यसलाई चाहिँ व्यावहारिक रूपमा, प्र्याक्टिकली रूपमा त्यसलाई चाहिँ उतार्यो भने चाहिँ हामीलाई राहत मिल्ने हो, हामीलाई सजिलो हुने हो, हामीलाई अलि राम्रो महसुस हुने हो। त्यही भएर आज मैले हजुरहरूलाई त्यस्तो योगा आसनहरू चाहिँ केही योगा आसनहरू छन्, यो एन्जाइटी, ओभर थिङ्किङ, मन हात्तिने समस्या, अनि त्यसपछि चाहिँ यो जिएडी, जनरलाइज एन्जाइटी डिसअर्डरमा गरिने केही योगा थेरापीहरू छन्। ती योगा थेरापीहरूको बारेमा हजुरहरूमा कसरी गर्ने, त्यसलाई चाहिँ कस्तो कस्तो योगा थेरापीहरू गर्दाखेरि राम्रो हुन्छ भनेर हजुरहरूलाई केही जानकारी दिने कोसिस गरिरहेको छु। आशा छ हजुरहरूले यसलाई साथ सहयोग सपोर्ट गरिदिनुहुनेछ, भनेअनुसार गरिदिनुहुनेछ। मैले चाहिँ त्यो पीडा कस्तो हुन्छ, त्यो चाहिँ दुःख कस्तो हुन्छ, अनि त्यसपछि एन्जाइटी भए बेला कस्तो आफूलाई मन कस्तो भइरहेको हुन्छ, अनि मनमा कस्तो कुराहरू खेलिरहेको हुन्छ भन्ने सबै कुराहरू मैले चाहिँ भोगेको छु, सबै कुराहरू चाहिँ मैले महसुस गर्न सक्छु। त्यसैले केही न केही भए पनि सहयोग मिलोस् भन्ने उद्देश्यले मैले भिडियोहरू बनाउन गइरहेको छु। सर्वप्रथम यो एन्जाइटी, ओभर थिङ्किङको लागि के गर्ने भन्दा यो ब्रिथिङ टेक्निक भन्छ, ब्रिथिङ एक्सर्साइज गर्ने, ब्रिथिङ योगा गर्ने। ब्रिथिङ योगा गर्दाखेरि चाहिँ ज्ञान मुर्दामा बस्ने, ज्ञान मुर्दामा बसिसकेपछि ज्ञान मुर्दामा यसरी पलेटी बसेर ज्ञान मुर्दामा बस्ने, ज्ञान मुर्दामा बसिसकेपछि अनि 4 6 4 4 भन्छ। 4 भनेपछि 4 चोटि चाहिँ 4 सेकेन्ड सास भित्र लग्ने, 6 सेकेन्ड रोक्ने, फेरि चाहिँ 4 सेकेन्ड बाहिर फाल्ने, अनि त्यसपछि फेरि 4 सेकेन्ड चाहिँ त्यही खाली बस्ने। गरौँ अब ल। अनि अर्को योगा थेरापी चाहिँ यस्तो बनाउने, अनि यस्तो गरेर यस्तो गर्ने, अनि त्यसपछि टाउकोलाई हल्का थिचेर यस्तो गर्दाखेरि पनि अलिक राहत मिल्छ। अनि अर्को यस्तो कान बुझ्ने, तेर्सोमा चाहिँ यस्तो कान बुझ्ने, यस्तो हात राख्ने, अनि यो एउटा औँलाले चाहिँ आँखा टोक्ने, दुईवटा औँला तल हुन्छ नि, यसलाई चाहिँ हल्का नाकमा पनि अलिकति छुने गरी यसरी नाक चाहिँ साइने औँलाले नाकले गराउने, हल्का टच गर्ने, अनि त्यसपछि धार सिधा बनाउने यसो गर्दाखेरि यस्तो गर्ने। अनि ओम गर्ने, यो चाहिँ बिहान र बेलुका गर्दाखेरि ठिक हुन्छ। यस्तो गर्ने, अनि ओम गर्दाखेरि अनि यस्तो खुट्टा यस्तो बनाएर
यस्तो गर्दाखेरि पनि यो राम्रो हुन्छ यस्तो गर्ने खुट्टा यस्तो बनाएर अनि यस्तो गर्न सकिन्छ। अनि त्यसपछि यस्तो पल्टी कसेर यस्तो बनाउने, यस्तो खुट्टा कसेर लगाउने अनि यस्तो माथि ट्याक्क माथि बनाउने, यस्तो ढाडसिधा बनाएर श्वास भर्ने, श्वास भरिसकेपछि यस्तो तल बढ्दाखेरि श्वास ट्याक्क फाल्ने। माथि हात लगाउँदा श्वास भर्ने पुरा। श्वास छोड्ने। यस्तो चाहिँ 21-22 चोटि चाहिँ गर्न सकिन्छ। विशेष गरी एन्जाइटी समस्या हुने व्यक्तिहरूले। अरूले चाहिँ 5-6 चोटि गर्दा नि हुन्छ दिनमा। थ्याङ्क यू। त्यस्तै भिडियोहरू हेर्नको लागि चाहिँ मेरो युट्युब च्यानल मनका कुरा बाइ नवीन मुजुर